है त हुन्छ आज हामी यो स्टार्ट गरौँ। आजको हाम्रो के छ भने विकास योजना र चालु अवधिको योजना 4.5 होला टपिक्स है 4.5 को। अब चाहिँ हाम्रो सेकेन्ड पेपरमा मात्र एउटा टपिक्स मात्र बाँकी छ अनि आजको टपिक्स एकदमै सजिलो टपिक्स हो। मैले खासमा पढाउनै नपर्नेवाला टपिक्स हो क्या। तपाईँहरूले यो अलरेडी फर्स्ट पेपरमा यो सबै कुरा पढ्नुहुन्छ। त्यति धेरै कन्टेन्ट चाहिँ छैन आज होइन। तपाईँहरूले फर्स्ट पेपरमै पढ्ने भएको भएर मैले त्यति धेरै राखेको छैन किनभने त्यही फर्स्ट पेपरमा तपाईँले जिकेको लागि घोक्नुपर्ने हुन्छ, कण्ठ पार्नुपर्ने हुन्छ। त्यहाँनिर तपाईँहरूले एकदमै होइन राम्रोसँग पढ्नुहुन्छ अझै धेरै होइन। यहाँनिर सिम्पली डेफिनेसनहरू अनि अब अहिले 16 प्लानिङमा चाहिँ के व्यवस्था रहेछ त भन्ने विषय मात्र हो। अनि त्यसपछि आउनुभएको छैन है साथीहरू चाहिँ नयाँ। हिजोको क्वेसनको एन्सर हाम्रो सुरज सरले चाहिँ लेखेर पठाउनु भएको थियो। मैले यसो हेरेँ है भर्खर सर र हेर्दाखेरि चाहिँ के देखेँ भने अरू सबै ठिक छ सुरज सर तपाईँले लेख्नु भएको होइन। त्यहाँ एउटा के ल्याकिङ भयो भने सिएसआर चाहिँ कसले दिने हो त होइन। हामीले हिजो भनेका थियौँ नि त बिएफआईले होइन अथवा ब्याङ्क एन्ड फाइनेन्सियल वित्तीय सङ्घ संस्थाहरूले दिने फाइनेन्सियल इन्स्टिट्युसन्सहरूले दिने भनेर भनेका थियौँ। त्यो विषय चाहिँ लेख्नु होला है। अरू लेख्नु भएको तपाईँले लेख्नु भएको एकदम राम्रो छ है। नेपालमा के प्रोभिजन छ भन्ने कुरा अनि यसको इम्पोर्टेन्स अनि त्यसपछि डेफिनेसन पनि लेख्नु भएको छ। डेफिनेसन चाहिँ लामो नलेख्नु होला, सकेसम्म सर्ट बनाउने गर्नु होला होइन। 3 भनौँ न 3 लाइन्स भित्र चाहिँ डेफिनेसन सक्ने गरी त्यसपछि बाँकी जति रहन्छ त्यसलाई चाहिँ अलिकति अरू अरू पोइन्टमा लेखिदिने त्यसरी लेख्नु होला। अरू चाहिँ ठिक छ। अब हामी आजको विषयमा जाउँ। विकास योजना र चालु अवधिको योजना भन्ने छ। अब योजना भन्ने बित्तिकै हामीले चाहिँ कुनै पनि कुरा अचिभ गर्नको लागि होइन हुन्छ नि हाम्रो गोल हुन्छ अनि त्यसपछि त्यो अचिभ गर्नको लागि चाहिँ कसरी अचिभ गर्ने, कहिले गर्ने एउटा निश्चित उद्देश्य हुन्छ होइन, अब्जेक्टिभ हुन्छ। त्यसलाई चाहिँ कहिले अचिभ गर्ने, कसरी गर्ने, कस्तो स्ट्राटेजीहरू अप्नाउने होइन, वाटवाला क्वेसन हुन्छ क्या यसमा त खालि जहिले पनि होइन योजना भनेको। अब यो योजनाबद्ध विकास भन्ने छ, प्लान डेभलपमेन्ट भन्ने छ। अब यो टपिक्समा चाहिँ त्यही नै हो होइन। हामीले व्यवस्थापनका कुरा गऱ्यौँ, योजनाका कुराहरू गऱ्यौँ। हामीसँग त जहिलेसुकै के छ त रिसोर्सेसहरू त लिमिटेड छ होइन। हामीसँग चाहिने जुन मेसिन होइन, ल्यान्ड होला अनि त्यसै गरी क्यापिटल होला, यी कुराहरू हामीसँग लिमिटेड छ जहिले पनि। यो के भन्छ बाहिर मोटरको भोइसले चाहिँ आवाज आएर मेरो भोइसमा डिस्टर्ब आएको हुनसक्छ है साथीहरू, क्लियर नसुनेको हुनसक्छ। अनि त्यसै गरी हामीसँग जुन लिमिटेड रिसोर्सहरू छ होइन, ह्युमन रिसोर्सको कुरा गऱ्यौँ, त्यसै गरी अब ल्यान्डको कुरा गऱ्यौँ, क्यापिटलको कुरा गऱ्यौँ होइन, अथवा जे पनि हाम्रो देशमा भएको जति पनि नेचुरल रिसोर्सेसको कुराहरू होस् अथवा सबै कुराहरू होइन, यिनीहरूको चाहिँ लिमिटेड छ। अब यसलाई चाहिँ हामीले कसरी म्याक्सिमम् रूपमा युटिलाइज गर्यो भने हाम्रो अब्जेक्टिभहरू पुरा हुन्छ त। सिम्पली के हो त कुनै पनि कन्ट्रीको अब्जेक्टिभ भनेको एउटा सोसियो इकोनोमिक ट्रान्सफर्मेसन गर्ने त हो नि होइन र। त्यही हो। अब हुन त हरेक कुराहरू पर्छन् व्यवस्थापनका कुरा गर्दै गर्दा होइन, राज्य सञ्चालनका कुरा, शासनका कुरा गर्दै गर्दा हामीले अगाडि बढिसक्यौँ। शान्ति सुरक्षा गर्नेदेखि लिएर होइन अब इन्टरनेसनल इकोनोमिक डिप्लोमेसीका कुराहरू गऱ्यौँ होइन, लगायत त्यहाँनिर जति पनि विकास अनि त्यसै गरी हाम्रो सेवा प्रवाहका कुराहरू गऱ्यौँ। शासन विकास र सेवा प्रवाह विशेष गरी 3टा कुराहरू भन्छ क्या सार्वजनिक प्रशासनमा होइन, शासन विकास र सेवा प्रवाह। यी कुराहरूको चाहिँ हामीले अवलम्बन गर्दै गर्दा राज्य सञ्चालन गर्दै गर्दाखेरि चाहिँ हामीसँग भएको जति पनि लिमिटेड रिसोर्सहरू छ त्यसलाई चाहिँ निश्चित समयमा होइन निश्चित स्ट्राटेजीहरू युज गरेर होइन विभिन्न एक्टिभिटीहरू युज गरेर चाहिँ के गर्ने भने व्यवस्थित गर्ने आफ्नो त्यो लक्ष्य हासिल गर्नका लागि परिचालन गर्ने भन्ने विषय नै के हो त योजनाबद्ध विकास हो। यसले चाहिँ जहिले पनि के गर्छ त भन्दा एकदमै म्याक्सिमम् रिटर्नको अपेक्षा गरेको हुन्छ क्या, प्रतिफलको जुन हामीसँग भएको स्रोतहरू हुन्छ त्यसलाई एउटा व्यवस्थित रूपमा गर्ने समय अनि त्यस्तै गरी रिजल्ट ओरिएन्टेड बनाएर चाहिँ गर्ने भन्ने विषय छ। अब योजनाले खोज्ने क्वेसनहरू भनेका यही नैहरू नै के गर्ने कसले गर्ने। वाट क्वेसन भने मैले जुन डब्लुएच क्वेसन है, वाट वाइ होइन अनि हाउ भन्नेवाला यी कुराहरू हुन्छन्, वेन जस्ता कुराहरूको एन्सर चाहिँ यसले दिन्छ है योजनाले।
अब यो योजनाका कुरा गर्दै गर्दाखेरि विभिन्न अप्रोचहरूलाई हामीले लिन सक्छौँ। अब किन चाहियो त योजना होइन, सुरुमा त अब हामीले शासन किन चाहियो होइन, अनि अब अरू कुरा गऱ्यौँ भने राइट टु इन्फर्मेसन किन चाहियो भने जस्तै अब योजना किन चाहियो त भन्दै गर्दाखेरि यहाँनिर योजनाको कुरा आउँदै गर्दाखेरि कोही साथी आउनु भएछ जस्तो लागिरहेको थियो मलाई, देखाइरहेको छैन यहाँनिर। योजनाको कुरा गर्दै गर्दाखेरि चाहिँ सुरुमा के त यही जति पनि स्रोतहरू छ त्यसको परिचालन गर्ने होइन, सामाजिक न्याय कायम गर्ने, समावेशी आर्थिक विकास गर्ने भनेर एउटा कल्याणकारी अथवा यो जुन सोसियलिस्टिक अप्रोच छ त्यसले चाहिँ के भन्छ त भन्दा सोसियलिस्टिक अप्रोचले चाहिँ जहिले पनि सोसल जस्टिसको कुरा गर्छ, इन्क्लुजनको कुरा गर्छ होइन, जति पनि रिसोर्सेसहरू छ त्यसको चाहिँ परिचालन गर्ने कुराहरूलाई जोड दिन्छ होइन। यो चाहिँ विशेष गरी स्टेटको भूमिका हुन्छ होइन, स्टेटको रोल चाहिँ डोमिनेन्ट हुन्छ भन्ने कुरालाई जोड दिन्छ। भनेपछि अब हाम्रो क्यापिटलिस्ट अप्रोच छ होइन, क्यापिटलिस्ट अप्रोचले चाहिँ मार्केटलाई के गर्नु पर्यो, फ्री छुट दिनु पर्यो क्या होइन। यो के भन्छ त यसले भन्दा पर्फेक्टली कम्पिटेटिभ मार्केटको कुरा गर्छ। अनि त्यस्तै गरी बजारमा रिसेसन आएको बेला हुनसक्छ होइन, त्यति बेला चाहिँ के गर्ने, विभिन्न योजनाहरू बनाउने र त्यसमा प्लानिङहरू बनाएर चाहिँ त्यो जति पनि प्रब्लमहरू हुन्छन् तिनीहरूलाई चाहिँ सल्भ गर्नुपर्छ भन्ने खालको हुन्छ। अनि त्यो भएको भएर सिम्पली यो क्यापिटलिस्ट अप्रोच चाहिँ कहिले आयो भन्दा यो 1930को ग्रेट डिप्रेसन पछि आयो होइन, आर्थिक मन्दीपछि आयो। कोही साथीहरू आउनुभएको छ, यहाँ देखाइरहेको छैन क्या यो लिस्टमा। त्यो छ अब हाम्रो। अनि त्यसै गरी अर्को के छ त भन्दाखेरि यो मिश्रित अर्थव्यवस्था होइन, यो वाला अप्रोच छ एउटा चाहिँ, यो भनेको चाहिँ पब्लिक प्राइभेट सबैलाई सहकारीका कुरा भनौँ न, यो 3 पिल्लर इकोनोमीको कुरा हुन्छ त्यहाँनिर होइन। अनि त्यसपछि अर्थतन्त्रमा होइन अथवा कुनै पनि देशमा चाहिँ हरेक कुरालाई के गर्नु पर्यो, पार्टिसिपेट बनाउनु पर्यो, शासनमा बहुपात्रको सहभागिता हुनु पर्यो योजना बनाउँदाखेरि पनि होइन। योजनाको जुन हाम्रो यो प्लानिङदेखि चाहिँ इम्प्लिमेन्टेसन अनि त्यसको इभ्यालुएसन मोनिटरिङ गर्नेसम्म चाहिँ के हुनु पर्यो भन्दाखेरि प्राइभेट सेक्टरको, त्यसै गरी पब्लिक सेक्टरको होइन, त्यसै गरी कोअपरेटिभ सबै बहुपात्रहरूको संलग्न हुनु पर्यो भन्ने कुरालाई यसले जोड दिन्छ। मिश्रित अर्थव्यवस्था भनिन्छ होइन, अब मिश्रित यो अप्रोच भनौँ न, मिश्रित इकोनोमीवाला अप्रोच। नेपालले चाहिँ यही मोडललाई अङ्गीकार गरेको छ। तपाईँले यो संविधानको जुन राज्यका नीतिमा छ होइन, अर्थ उद्योग र वाणिज्य सम्बन्धी जुन हाम्रो यो सार्वजनिक निजी र सहकारी क्षेत्रलाई चाहिँ परिचालन गर्ने भन्ने कुरा छ, समन्वय गर्ने भन्ने कुरा छ। अब नेपालको जुन संविधानले अब समाजवाद उन्मुख अर्थतन्त्र पनि भनेको छ है। कस्तो देखाइरहेको छैन, यसलाई कसरी गर्न मिल्छ? कोही साथीहरू आउनुभएको हो कि जस्तो लाग्छ मलाई यहाँनिर, तर देखाइरहेको थिएन क्या। सो साथीहरू वेटिङमै हुनुहुँदो रहेछ है। भनेपछि यी चाहिँ के भयो त, योजनाका विभिन्न दृष्टिकोणहरू भयो है। हरेक कुराहरू चाहिँ एकदमै लिङ्क भएको छन् है साथीहरू। शासनको कुरा गर्दै गर्दा होइन, योजनाको कुरा गर्दै गर्दा, व्यवस्थापनको कुरा गर्दा, बजेटिङको कुरा गर्दा, पोलिसीको कुरा गर्दा, यी हरेक कुराहरू चाहिँ एकअर्कासँग इन्टरलिङ्क छन् है। तपाईँले यिनीहरूलाई डिफ्रेन्ट वेमा नबुझ्नु होला, खालि यिनीहरूको डेफिनेसन एउटा अब्जेक्टिभ मात्र डिफ्रेन्ट हो, नत्र भने सबै चाहिँ एकअर्कासँग रिलेटेड छन् है। अब यो योजनाको विकासक्रमको कुरा गर्दै गर्दाखेरि चाहिँ यो सोभियत सङ्घले 1928मा पहिलो पञ्चवर्षीय योजना लियो होइन। अनि त्यसै गरी यसले चाहिँ के गर्यो त भन्दा आर्थिक विकासको इतिहासमा चाहिँ यसको महत्त्वपूर्ण भूमिका छ। यसले चाहिँ इन्डस्ट्रियलाइजेसन अनि त्यसै गरी हाम्रो एग्रिकल्चरलाई चाहिँ के गर्ने त सङ्गठित रूपमा एउटा प्लानिङ बनाएर अगाडि बढ्यो भने चाहिँ डेभलप गर्न सकिन्छ भन्ने कुरालाई जोड दियो। त्यसै गरी इन्डियामा चाहिँ 1951मा योजना आयोगको स्थापना गरियो र यसले पनि यो पञ्चवर्षीय योजना होइन 5 इयर्स प्लानिङ बनायो क्या यसले चाहिँ। अनि त्यसै गरी चाइनामा चाहिँ 1953मा आयो यो योजनाबद्ध विकास भन्ने मोडल। त्यसपछि चाहिँ अब अरू देशहरूमा पनि यो मोडल आयो।
है। अब नेपालको इतिहासमा कुरा गर्ने हो भने चाहिँ फर्स्टमा यो 1992मा उद्योग परिषदको गठन गरिएको थियो नेपालमा होइन। अनि त्यसै गरी त्यो विषय चाहिँ छुटेछ यहाँनिर है। 1993मा चाहिँ विराटनगर जुट मिल उद्योगको स्थापना भएको भन्ने विषय छ। तपाईँले फर्स्ट पेपरमै पढ्नुहुन्छ है यो कुरा। मैले सबै कुरा चाहिँ यहाँनिर राखेको छैन साथीहरू। धेरै जसो कुराहरू फर्स्ट पेपरमै तपाईँहरूले एकदमै सबै कुरा जान्नुपर्ने भएको भएर यहाँनिर मैले त्यति धेरै फोकस गरेको छैन। अब 2013मा त्यो त्यसपछि पनि प्रयासहरू भए। स्पेसल्ली हामीले एकदम सम्झिनुपर्ने भनेको 2013 सालमा चाहिँ राष्ट्रिय योजना आयोगको स्थापना भयो होइन। अनि त्यसपछि यो यहाँबाट चाहिँ हाम्रो के भयो त, हाम्रो प्लानिङको स्टार्टिङ कहिलेबाट भयो भन्ने कुरा गर्दै गर्दाखेरि चाहिँ यो 2013 सालमा भएको राष्ट्रिय योजना आयोगको पछि स्थापनालाई नै लिन सकिन्छ है। त्यो बमोजिम चाहिँ 2014मा योजना बन्यो होइन, बनाउनको लागि गठन गरियो। अनि त्यसै गरी अब यो 13देखि 18सम्म चाहिँ हाम्रो पहिलो पञ्चवर्षीय योजना आयो नेपालमा होइन। त्यसपछि अब हालसम्म भन्दै गर्दा कतिवटा छन् त, 10वटा पञ्चवर्षीय योजना छन्। अनि त्यसै गरी 5वटा चाहिँ त्रिवर्षीय योजनाहरू छन्। त्यसरी 15वटा योजनाहरू चाहिँ के भइसक्यो भन्दा कार्यान्वयन भइसके। र अहिले चाहिँ हामीसँग जुन कार्यान्वयनमा छ अहिले 16 योजना हो। यो चाहिँ आर्थिक वर्ष 2081-82देखि 85-86सम्म छ होइन। अनि त्यसै गरी यो बिचमा चाहिँ हाम्रो यो 3 वर्ष योजनाविहीन रहेको थियो होइन। यो चाहिँ यो प्लान होलिडे पनि भनिन्छ। तपाईँहरूलाई थाहै छ होइन, फर्स्ट पेपरमा पढ्नुहुन्छ यो कुराहरू धेरै। 2018-19 अनि 47-48 र 48-49मा चाहिँ हाम्रो कुनै पनि योजनाहरू बनेनन्, योजनाविहीन वर्षहरू थिए। अब यो योजनाबद्ध विकास चाहिँ किन चाहियो त होइन, यसका उद्देश्यहरू के हुन् भन्दाखेरि एकदम छिट्टो छिट्टो फास्ट के सोसियो इकोनोमिक ग्रोथ गर्नका लागि होइन, सोसियो इकोनोमिक ट्रान्सफर्मेसनका लागि चाहियो होइन। अनि त्यसपछि हामीसँग भएको जुन रिसोर्सेसहरू छ ती रिसोर्सेसहरूको चाहिँ युज गर्दै गर्दाखेरि के गर्नु पर्यो त, हामीले प्राथमिकीकरण गर्नु पर्यो होइन। त्यसै गरी हामीसँग निजी क्षेत्र छ होइन, विभिन्न गैर सरकारी सङ्घ संस्थाहरू छन् होइन, सहकारी छ। यी सामुदायिक विभिन्न क्रियाकलापहरूलाई चाहिँ राष्ट्रिय प्रवाहमा ल्याउनका लागि होइन यी विषयहरूलाई पनि हामीले जोडेका हुन्छौँ। प्लानिङमा चाहिँ हाम्रो प्राइभेट सेक्टरले के गर्ने होइन, अथवा हामीले प्राइभेट सेक्टरलाई एउटा बिजनेस इन्भाइरोमेन्ट क्रिएट गर्नको लागि चाहिँ हामीले के गर्न सक्छौँ भन्ने विभिन्न भूमिकाहरू पनि राखिएको हुन्छ। त्यसै गरी सहकारीलाई चाहिँ कसरी अझै प्रमोट गर्ने होइन, कसरी अभिवृद्धि गर्ने, त्यसको क्षमताहरू कसरी नियमन गर्ने भन्ने कुराहरू, अथवा हामीले वित्तीय संस्थाका कुरा गऱ्यौँ, CSRका कुराहरू गऱ्यौँ, ती कुराहरूलाई चाहिँ कसरी म्यानेज गर्ने भन्ने विषयहरू पनि छन्। मैले समयसँग हेर्नुपर्छ यता साथीहरू कोही आउनुभयो कि भनेर। त्यसै गरी हामीसँग जुन हाम्रो मार्केटमा भएको एकदमै नियन्त्रणहरू हुन्छ अथवा मोनोपोली हुन्छ कुनै कुरामा होइन, अथवा कार्टेलिङको कुराहरू हुन्छ, यिनीहरूलाई चाहिँ नियन्त्रण गर्नको लागि, बजारलाई नियन्त्रण गर्नको लागि पनि यो प्लानिङको जरुरी छ। त्यसै गरी हामीले विभिन्न वैदेशिक सहायताहरू प्राप्त गरेका हुन्छौँ होइन, अनुदानहरू हुन सक्छन्, अथवा हाम्रो यो टेक्नोलोजी ट्रान्सफरका कुराहरू हुन सक्छन्, ऋणको कुराहरू हुन सक्छन्। यिनीहरूलाई पनि हामीले के गर्न थालियो त भन्दाखेरि यो योजना मार्फत चाहिँ बजेट होइन, अथवा योजना मार्फत पनि यिनीहरूलाई आवधिक योजना मार्फत पनि परिचालन गर्नलाई थालियो। त्यसै गरी हामीले अब जति पनि प्लानिङ चाहिँ किन बनाउँछौँ त भन्दा एउटा इन्क्लुसिभनेस को डेभलप गर्नका लागि बनाउँछौँ होइन, सोसल जस्टिस कायम गर्नका लागि बनाउँछौँ। त्यसै गरी समाजमा चाहिँ एकदमै समावेशी होस्, जति पनि पिछडिएका वर्गहरू छन् उनीहरूलाई पनि राज्यका हरेक क्षेत्रहरूमा चाहिँ मेन स्ट्रिम गर्न सकियोस् भनेर बनाइएको हुन्छ होइन, प्लानिङमा जहिले पनि हरेक कुरालाई। त्यसै गरी एउटा आत्मनिर्भर अनि प्रतिस्पर्धी अर्थव्यवस्थाको निर्माण गर्नका लागि है। अहिले त हामी पुरै के भन्छ हामी होइन आयातमै आधारित छौँ। अनि त्यसपछि एकदमै कन्जम्सन बेस्ड छ अनि रेमिटेन्स बेस्ड छ हाम्रो अर्थव्यवस्था। हामी आत्मनिर्भर बन्नै सकेका छैनौँ। हामीले जे कुरा पनि होइन नकिनिकन खानै नसक्ने, आफैले उब्जाएर खान नसक्ने अवस्था छ। हामीसँग भएको जुन डेमोग्राफिक डिभिडेन्ड छ त्यो भनेको सबै विदेशतिर जानुपर्ने बाध्यता छ। अनि त्यसपछि नेपालमा भएको जति पनि ल्यान्ड छ त्यो चाहिँ पुरै
बाँझो छ होइन गाउँतिर। अनि त्यसै गरी के छ त भन्दाखेरि अब ल्यान्ड नै बाँझो भएपछि त्यहाँ कुनै एग्रिकल्चरको कुनै एक्टिभिटी नभएपछि त कसरी हुन्छ त। त्यो भएको भएर हामीलाई चाहिँ योजनाको मार्फतबाट ती बाँझो जमिनहरूमा पनि तरकारी फलाउने होइन, अथवा हामीले पशुपालन गर्ने होला, अथवा हाम्रो कम्पेरिटिभ एडभान्टेज के छ त, टुरिज्म हो कि होइन, एग्रिकल्चर हो कि होइन, अरू पनि हुन सक्छन् धेरै कुराहरू। तिनीहरूलाई चाहिँ हामीले कसरी प्रमोट गर्न सकिन्छ भनेर योजनामा राखिएको हुन्छ। योजनाको उद्देश्य यही हो होइन, फङ्सन पनि तपाईँले यसैलाई मिलाएर लेख्न सक्नुहुन्छ। अब योजना तर्जुमाका आधारहरू के हुन् त भन्दाखेरि, कोही साथीहरू त आउनुभएको छैन नि, आज सजिलो टपिक छ त्यो भएर नआउनु भएको हुनसक्छ है। यो खासै पढ्नुपर्ने विषय होइन, तपाईँले फर्स्ट पेपरमा जति पढिदिनुहुन्छ, जति डेटाहरू, जति इन्फर्मेसन तपाईँलाई थाहा हुन्छ त्यो डेटाहरू लेखिदिनु भयो भने एकदम बेस्ट हुन्छ है। यो धेरै ल्याङ्ग्वेज भन्दा पनि एकदम फ्याक्ट बेस दिनुभयो भने राम्रो हुन्छ। अनि अब योजना तर्जुमाका आधारहरू के हुन् त, केमा बेस्ड भएर योजनाहरू बनाइन्छ भन्दाखेरि संविधानको कुरा आइहाल्यो होइन। अब संविधानको कुरा छँदैछ, त्यो अन्तर्गत पनि राज्यका निर्देशक सिद्धान्तहरूको कुरा होइन, अथवा मौलिक हकका कुराहरू, यी कुराहरूलाई चाहिँ जोड दिएको हुन्छ। अनि त्यसै गरी राष्ट्रिय प्राथमिकता प्राप्त विषयवस्तुहरू हुन्छन् होइन। हामीले अब बेसिक निडको कुरा गरौँ, इन्फ्रास्ट्रक्चरको कुरा गरौँ होइन, विभिन्न एजुकेसनको कुरा, हेल्थ, यी कुराहरूलाई चाहिँ के गरेको हुन्छ भन्दा यी कुराहरूका आधारमा चाहिँ यो प्लानिङ बनाएको हुन्छ। त्यसै गरी विभिन्न विषयगत कानुनहरू हुन्छन् होइन। अब हामीले यो बेसिक निडका कुराहरू गऱ्यौँ, अब जस्तो उद्योगका कुरा, उद्योग होला, पर्यटन होला होइन, अनि त्यसै गरी विभिन्न विषयहरूमा चाहिँ हामीले बनाउनु पर्यो, वातावरणसँग रिलेटेड कुराहरू होला, सेक्टरल विषयमा चाहिँ विभिन्न कानुनहरू हुन्छन्, तिनीहरूमा बेस्ड भएर प्लानिङ बनाइन्छ। त्यसै गरी आवधिक योजनाका कुरा भयो होइन, हामीले अब अहिलेसम्म हामी 16 प्लानिङसम्म आइसक्यौँ होइन। आवधिक योजनाहरू, हाम्रो आवधिक योजनाहरूले विभिन्न समयमा विभिन्न कन्सेप्टहरू होइन, विभिन्न क्रियाकलापहरूलाई लिएको थियो, विभिन्न स्ट्राटेजीहरू लिएको थियो। त्यसरी चाहिँ तिनीहरूमा आधारित रहन्छ। अनि बजेट पनि भयो, प्रत्येक वर्ष बजेटले पनि के हुन्छ त, एउटा इकोनोमिक ग्रोथको परिकल्पना गरेको हुन्छ होइन। त्यसै गरी यो पोभर्टी एलिभेसनका कुराहरू गरेको हुन्छ। अनि सोसल जस्टिस कायम गर्नका लागि, त्यसै गरी हाम्रो प्राइभेट सेक्टरका लागि चाहिँ एउटा बिजनेस फ्रेन्डली इन्भाइरोमेन्ट क्रिएट गर्ने कुराहरू गरेको हुन्छ है। मैले भनेका सबै कुराहरू चाहिँ नोट्समा नहुन सक्छन् साथीहरू, यी कुराहरू मैले धेरैचोटि अब अगाडिका धेरै कुरामा भने, थर्ड पेपरमा त झन् हामी यस्तै सेम कुरा झन् धेरै पढ्छौँ है अझै। त्यो भएको भएर त्यो डेटाहरू हुन्छन्, मैले त्यति सबै पोइन्ट्सहरू लेखेको छैन, तपाईँले एकचोटि सुन्नुभयो अनि त्यसपछि फर्स्ट पेपर पढ्नुभयो भने यो चाहिँ लेखिहाल्नुहुन्छ है। अनि त्यसै गरी अब देशमा कति रिसोर्सहरू उपलब्ध छ त होइन, ह्युमन रिसोर्सको कुराहरू होला, नेचुरल रिसोर्सको कुरा गरौँ होइन, अनि त्यसै गरी ल्यान्डको कुरा गरौँ, क्यापिटल, अरू हरेक कुराहरूलाई चाहिँ लिन सकिन्छ। अनि त्यस्तै गरी अब अरू के छ त भन्दा, अरू भन्दाखेरि अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू, विभिन्न हामीले इन्टरनेसनल ट्रिटीहरूमा साइन गरेका हुन्छौँ होइन। अब अहिले स्पेसल्ली हामीले एकदमै महत्त्व दिएको विषय भनेको एसडिजी गोल हो, यो संसारभरि। अनि हामीले पनि यसमा साइन गरेका छौँ। एसडिजीको गोल नम्बर 14 बाहेक हामीले अरू गोलहरूलाई चाहिँ आत्मसात गरेका छौँ। त्योसँग रिलेटेड बजेट मार्फत चाहिँ एसडिजीका यी कोडहरू बनाएका छौँ कि हामीले यसमा चाहिँ यति अङ्क प्राप्त गर्ने भनेर विभिन्न। अनि त्यसै गरी बजेटमा पनि छ, हाम्रो योजनामा पनि छ। अनि योजनामा पनि यसलाई हामीले कोड गरेका छौँ, यतिमा चाहिँ यति प्राप्त गर्ने होइन। जुन एसडिजी गोलमा भएका विभिन्न गोल्सहरू छन् तिनीहरूलाई चाहिँ हामीले हाम्रो प्लानिङमा राखेका छौँ, इन्टर्नलाइज गरेका छौँ है। अनि अब योजना अथवा आयोजना हुन्छ नि, विभिन्न कुराहरू कसरी तर्जुमा गरिन्छ छ त भन्दाखेरि योजनाकै कुरा गरौँ। योजनाको तर्जुमाका कुरा गर्दै गर्दा फर्स्टमा चाहिँ आइडेन्टिफिकेसन गर्नु पर्यो होइन। हामीलाई चाहिँ के प्रब्लम आइडेन्टिफिकेसन गर्नु पर्यो, अथवा हामीलाई डिमान्ड के हो त होइन, हाम्रा सिटिजनहरूको डिमान्ड के हो, अथवा सरकारले कहिलेकाहीँ हामीले जुन नीति निर्माणमा पढेका थियौँ नि त्यही एन्सर लेख्दा हुन्छ है। यसमा पनि यो प्लानिङ कसरी गर्ने भन्दाखेरि सिम्पली हामीलाई चाहिँ डिमान्ड के हो पिपलको, अथवा सरकारले नै महसुस गरेको हो कि जनतालाई चाहिँ यस्तो खालको चाहिन्छ होइन, यस्तो खालको सेवा सुविधा चाहिन्छ, यस्तो खालको विकास चाहिन्छ, यस्तो खालको इन्फ्रास्ट्रक्चर चाहिन्छ, यस्तो खालको प्रोजेक्ट प्रोग्राम चाहिन्छ, कुनै इनिसिएटिभ चाहिन्छ।
अथवा कुनै सब्सिडी होला त्यस्तो कुराहरू हुनसक्छ भनेर सरकारले पनि भन्न सक्छ। अथवा कहिलेकाहीँ इन्टरनेसनल प्र्याक्टिसहरू के छन् त, अब जस्तो अहिले एआईको जमाना आयो होइन, इन्टरनेसनल जति पनि एआईसँग रिलेटेड प्लानिङहरू होलान् त्यो पनि हाम्रो देशमा पनि बनाउनु पऱ्यो भन्ने हामीले फिल गर्छौँ होइन, डिमान्ड हुनसक्छ। अनि त्यो आइडेन्टिफिकेसन गर्छौँ। त्यो भइसकेपछि त्यसका लागि प्रिपेरेसन गर्नु पऱ्यो होइन। हामीले प्लानिङ बनाउँदै गर्दाखेरि त्यो चाहिँ पोलिटिकल कमिटमेन्ट छ कि छैन होइन, सोसियल्ली एक्सेप्टेबल हुन्छ कि हुँदैन। अनि त्यस्तै गरी अब फाइनेन्सियल्ली पनि हामीले त्यो अचिभ गर्न सक्छौँ कि सक्दैनौँ। हामीले त्यो प्लानिङ बनाउँदै गर्दाखेरि त्यसको इम्प्लिमेन्टेसनको क्रममा हामीलाई टेक्नोलोजी चाहिएला, त्यो टेक्नोलोजी हामीसँग छ कि छैन, यी कुराहरूलाई चाहिँ ध्यान दिने, प्रिपेयर गर्ने अथवा स्टेक होल्डरसँग के गर्ने त, यो ग्याप होइन एक्जिस्टिङ त्योसँग रिलेटेड कुनै एक्जिस्टिङ प्लानिङहरू छ कि होइन, अथवा हामीले डिमान्ड गरेको जुन प्लानिङ छ त्यो बिच चाहिँ के ग्याप छ त, तिनीहरूको मूल्याङ्कन गर्ने, यो अप्रेजल होइन मूल्याङ्कन गर्ने अथवा इभ्यालुएसन गर्ने, एनालाइसिस गर्ने भन्न सक्नुहुन्छ। त्यसपछि चाहिँ के गर्ने त, नेगोसिएसनका कुराहरू छन्, वार्ताका कुराहरू छन्। हामीले कुनै अब इन्टरनेसनल प्र्याक्टिसका कुराहरू गऱ्यौँ अथवा कन्ट्रीभित्रै पनि त्यहाँ पनि हाम्रो सिटिजन्सहरू छन्, अनि त्यसपछि विभिन्न स्टेक होल्डरहरू छन् होइन। त्यसै गरी विभिन्न एक्सपर्टहरू होलान् होइन, पोलिटिसियनहरू होलान्, ब्युरोक्राट्स होलान्, यिनीहरू बिच के गर्नु पऱ्यो, वार्ता गर्नु पऱ्यो। अनि त्यसै गरी के गर्नु पऱ्यो त, त्यसको एप्रुभल गरिसकेपछि चाहिँ इम्प्लिमेन्टेसन चरणमा जान्छ। अब इम्प्लिमेन्टेसन भएपछि हामीले उता बजेटको पढ्यौँ, सार्वजनिक नीतिको पढ्यौँ होइन, पब्लिक पोलिसीको, तिनीहरूमा जसरी नै यसको पनि इम्प्लिमेन्टेसन हुन्छ र के हुन्छ त भन्दाखेरि इभ्यालुएसन हुन्छ। यो आवधिक योजना पनि पब्लिक पोलिसीकै एउटा पार्ट हो। त्यो भएको भएर यसलाई तपाईँले डिफ्रेन्टली सोच्नु परेन। उता तपाईँले जसरी पढ्नु भएको थियो पोलिसी फर्मुलेसनको कुराहरू होइन, त्यस्तै नै हो यहाँ पनि। त्यो भएर यसलाई चाहिँ फरक तरिकाले लिनु पर्दैन। अब यो आवधिक योजना तर्जुमाको अहिले वर्तमान चक्र कस्तो छ त, प्लान फर्मुलेसन साइकल कस्तो छ भन्दाखेरि तपाईँले अब 16 योजना हेर्नुभयो भने पनि त्यहाँ के छ त भन्दाखेरि सुरुमा अब त्यसको सबै फर्म्याट त मैले भनिनँ, तर हुनुपर्ने चाहिँ भएको चाहिँ के छ त भन्दाखेरि त्यहाँनिर चाहिँ जुन चालु भइरहेको योजना छ त्यसको समीक्षा गरिन्छ है। 16 योजनाको निर्माण गर्दै गर्दाखेरि हामीले 15 योजना पनि त कार्यान्वयनमा थियो नि त, त्यो कार्यान्वयनमा हुँदै गर्दाखेरि त्यसको समीक्षा गर्ने होइन। त्यो प्लानिङले बनाएका विभिन्न गोलहरू अचिभ भए कि भएनन्, विभिन्न टार्गेटहरू अचिभ भएन कि भएनन्, अथवा कति % भयो अथवा किन भएनन् होइन, त्यो ग्याप के हो त, अचिभमेन्ट के भयो, ग्याप के हो होइन। अनि के गर्यो भने चाहिँ ती प्रब्लमहरू सल्भ गर्न सकिन्छ भनेर के गरिन्छ भन्दाखेरि समीक्षा गरिन्छ है। त्यो समीक्षा गरिसकेपछि फर्स्टमा के गरिन्छ, ड्राफ्ट तयार गरिन्छ, अवधारणा पत्र बनाइन्छ, कन्सेप्ट पेपर बनाइन्छ। त्यो बनाइसकेपछि त्यसको आधारपत्र बनाउने भयो, मस्यौदा बनाउने भयो होइन। अनि त्यो चाहिँ अनुमोदन गर्ने, अनि त्यसको चाहिँ विस्तृत योजना बनाउने, अनि त्यो योजना बनाउने होइन, अफ भन्नाले अब त्यसको फाइनल गर्ने, अनि त्यसपछि त्यसलाई इम्प्लिमेन्टेसनमा लाने, अनि फेरि अब त्यसको फिडब्याकहरू दिने, मोनिटरिङका कुराहरू परिहाल्छन्। त्यसपछि यो फेरि त्यसको समीक्षा हुन्छ। अब 16 योजना लगभग अब सकिनेवाला छ नि त, 83-84 भयो, 85-86सम्म भनेपछि अब अझै 2 वर्ष चाहिँ हुन्छ होइन। त्यो अवधिभित्रै चाहिँ 16 योजना कार्यान्वयनमा हुँदै गर्दाखेरि चाहिँ हाम्रो 17 योजनाका लागि फेरि यो प्रोसेसहरू के हुन्छ त, रिपिट हुन्छ क्या होइन। यो सबै कुराहरू चाहिँ रिपिट भइरहेको हुन्छ, बजेट साइकल जस्तै होइन, पोलिसी साइकल जस्तै यो प्लानिङ साइकल पनि के हुन्छ, रिपिट हुन्छ। अब यसलाई केही कुराहरू थोरै डिटेलमा छन् यहाँनिर, यसलाई चाहिँ तपाईँहरू आफै पढ्नु होला। अब हामीले एनपिसीको कुरा गर्दै गर्दै यो प्लानिङको कुरा त गऱ्यौँ, कसले प्लानिङ गर्छ भन्ने कुरा गर्दै गर्दाखेरि चाहिँ अब यो हाम्रो राष्ट्रिय योजना आयोगले गर्ने भयो होइन। यहाँनिर चाहिँ प्रधानमन्त्रीको अध्यक्षतामा अध्यक्ष हुनुहुन्छ राष्ट्रिय योजना आयोगको। अनि त्यसै गरी यो एनपिसी अन्तर्गत नै रहेर चाहिँ केन्द्रीय तथ्याङ्क विभाग भन्छौँ हामीले होइन, अहिले चाहिँ राष्ट्रिय तथ्याङ्क कार्यालय छ। यसले चाहिँ विभिन्न डेटाहरू चाहिँ लिने भयो होइन, हाम्रो यो जनगणनादेखि विभिन्न खालका डेटाहरू चाहिँ यसले कलेक्ट गर्ने गर्छ। त्यसै गरी विभिन्न अब कानुनी आधारको कुरा गर्दाखेरि चाहिँ राष्ट्रिय योजना आयोग यो गठन तथा कार्य सञ्चालन आदेश भन्ने रहेछ, अनि राष्ट्रिय विकास परिषद भन्ने छ, लगायत विभिन्न
विषयहरू छन् है योसँग रिलेटेड। अब यो आवधिक योजनाको इतिहासलाई हेर्दै गर्दा तपाईँहरूले मैले भन्दा राम्रो गरी पढ्नु भएको छ यो भन्ने मलाई विश्वास लाग्छ र पढ्नु पनि पर्छ है। किनभने यो हामीले सेकेन्ड पेपरमा चाहिँ यति धेरै टोटलमा पढ्दैनौँ। फर्स्ट पेपरमा पढ्दाखेरि त तपाईँहरूलाई त्यहाँबाट क्वेसन आउँछ भनेर धेरै पढ्नुभएको हुन्छ नि त। त्यो भएको भएर यी कुराहरूलाई तपाईँले अझै राम्रो गरी हेर्नुहोस् है। हाम्रो जुन पहिलो योजना थियो त्यो योजनाले के गर्यो त सिम्पली हामीसँग त पहिला त हाम्रो इन्फ्रास्ट्रक्चरहरू थिएन नि त। त्यो भएर इन्फ्रास्ट्रक्चर बनाउनु पर्छ भन्ने कुरालाई जोड दियो। त्यसै गरी दोस्रोदेखि सातौँ योजनासम्मका जति पनि योजनाहरू थिए तिनीहरूले चाहिँ हाम्रो एग्रिकल्चर इन्फ्रास्ट्रक्चर होइन अनि इन्डस्ट्रीलाई चाहिँ एउटा क्रमिक रूपमा विस्तार गर्नुपर्छ भन्ने कुरालाई जोड दिए। त्यसै गरी हाम्रो आठौँ योजनाले के गर्यो त यो दिगो आर्थिक वृद्धि हासिल गर्ने होइन अनि त्यसपछि गरिबी घटाउने हाम्रो यो जनसङ्ख्या वृद्धि नियन्त्रण गर्ने जस्ता कुराहरूलाई चाहिँ यसले जोड दियो। हाम्रो दिगो विकासको कुरा पनि यो आर्थिक आठौँ योजनाबाटै आएको हुनुपर्छ भन्ने लाग्छ है मलाई सुरुमा। होइन वातावरणसँग रिलेटेड कुराहरू चाहिँ अलिकति कन्फ्युज भएँ है म यसमा। अनि त्यसै गरी कोही साथी त आउनुभएको छैन है, यहाँभन्दा कोही आउनुहुन्न सायद। के छ त भन्दा हाम्रो अब नव योजनाले गरिबी निवारणका लागि चाहिँ एउटा कदम चालेको हो होइन। अनि त्यसै गरी यसले एचआरडी पर्यटनसँग रिलेटेड होइन विद्युतलाई पनि प्राथमिकता दियो भने 10औँ योजनाले चाहिँ यो गरिबी निवारणका लागि एउटा स्ट्राटेजी नै बनाएको थियो होइन रणनीतिक रूपमा। यसले चाहिँ हाम्रो नेपालमा भएको जुन 42% गरिबी थियो त्यति बेला त्यसलाई चाहिँ 30%मा घटाउने भनेर प्लानिङ बनायो, विभिन्न स्ट्राटेजीहरू बनायो। अनि गरिबी निवारणमा चाहिँ यो योजनाको एकदमै भूमिका रहेको छ है। त्यसपछि त्यति बेलै 10औँ योजनाकै बेलामा चाहिँ यो मिलेनियम डेभलपमेन्ट गोल होइन हामीले जुन सहस्राब्दी विकास लक्ष्य भन्छौँ यो एसडिजी गोलभन्दा अगाडि आएको त्यसलाई अनि त्यसै गरी हाम्रो सुशासन जस्ता विषयहरूलाई चाहिँ फोकस गरेको थियो है त्यो योजनाले। त्यसै गरी हाम्रो अब विभिन्न योजनाहरू भए। अनि 13औँ योजनाले चाहिँ यो गरिबीको रेखामुनि चाहिँ 18%मा झार्ने लक्ष्य लिएको थियो अनि लगायतका विभिन्न विषयहरू थिए। त्यसै गरी 14औँ योजना यसले चाहिँ यो उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने भन्ने विषय थियो। तपाईँहरूले जिकेमा धेरै पढ्नुहुन्छ भनेर यहाँ चाहिँ खासै राखिएको छैन है साथीहरू। अनि 15औँ योजनाको कुरा गर्दै गर्दा त्यहाँनिर दीर्घकालीन सोच पनि जोडियो हाम्रो होइन। जुन दीर्घकालीन सोच 2100 भन्ने छ यसले चाहिँ समृद्ध नेपाल सुखी नेपाली भनेर चाहिँ यो कार्यान्वयनको पहिलो चरण त्यहाँबाट स्टार्ट भयो। अनि यो 15औँ योजनाबाटै चाहिँ के भयो त भन्दा यो एलडिसीबाट हामीले स्तर उन्नति गर्नुपर्छ, एलडिसीबाट डिसीमा जानुपर्छ होइन भन्ने कुराहरूलाई चाहिँ यसले जोड दियो भने। अब 16औँ योजनाको कुरा गर्दाखेरि चाहिँ हामीले छुट्टै पर्छौँ है 16औँ योजनालाई। 16औँ योजनाको भन्दा अगाडि यो दीर्घकालीन सोच 2100लाई हेरौँ होइन। दीर्घकालीन सोच 2100 चाहिँ यो विक्रम सम्वत 2077 सालदेखि चाहिँ यो विकसित देशहरूको दर्जामा हामीले लानुपर्छ। हामी जुन अहिले एलडिसीमा छौँ 1971मा चाहिँ हामी एलडिसीमा लिस्टेड भएको थियौँ है। अनि हामी अब एलडिसीबाट डिसीमा आउनुपर्छ भन्ने कुरा आयो होइन। हाम्रो यो योजनामै छ। अनि त्यसै गरी हाम्रो इकोनोमिक सर्वेमा पनि यसको डेटाहरू आएको हुन्छ। यो जुन 3टा सूचकहरू छ एलडिसीबाट डिसीमा आउनेहरू त्यो पनि हेर्नु होला साथीहरूले। अफिसरमा भन्दा पनि यो चाहिँ अलि उपसचिवमा काम लाग्ने विषय हो। तर पनि ठिक छ हेर्नु होला। फेरि कहिलेकाहीँ त्यही क्वेसन पनि आइदिन सक्छ क्या उयो हामीलाई ब्लेन्डेड फाइनेन्सिङ त्यो बुकमै कतै नभएको क्वेसन आएको जस्तो गरेर। अब अहिले विशेष गरी यो 2100 दीर्घकालीन सोच 2100 भन्ने चाहिँ यसले सुखी नेपाली समृद्ध नेपाल भन्ने विषयलाई जोड दियो र त्यहाँनिर चाहिँ यो सुखी नेपाली समृद्ध नेपाल भनेपछि यो सुखका 6वटा होइन र समृद्धिका 4वटा विषय छन्। तिनीहरूलाई चाहिँ तपाईँहरूले कन्ठै पार्दिनु होला अथवा के भन्छ हाम्रो यो कुनै पेजमा होइन पेपरमा लेखेर अलिक कलरफुल पेपरहरूमा लेखेर आफ्नो रुममा लेखेर राख्नु। हेरिरहनु भयो भने धेरैचोटि एभ्रिडे एकचोटि हेर्नु न त्यो सम्झिहाल्छ माइन्डमा आइबस्छ। त्यस्तो गर्न सक्नुहुन्छ। अनि त्यसै गरी यो 16औँ योजनाको कुरा गर्दाखेरि हाम्रो 81-82देखि 85-86सम्म चाहिँ 6 पञ्चवर्षीय योजना हो।
अनि यसले चाहिँ 16 योजनाको जुन राष्ट्रिय सोच छ सुशासन सामाजिक न्याय र समृद्धि भन्ने, अनि यसले पनि हाम्रो यो दीर्घकालीन सोच 21ले विभिन्न जुन समृद्धि र सुखका तत्त्वहरूलाई चाहिँ आत्मसात गरेको छ। यसले पनि ती कुराहरूलाई नै प्रमोट गरेको छ। अब स्पेसल्ली तपाईँले सम्झिनुपर्ने यही नै हो, सुशासन सामाजिक न्याय र समृद्धि। यसमा विभिन्न स्ट्रक्चरल ट्रान्सफर्मेसनका कुराहरू छन् होइन, विभिन्न सूचकहरू छन्। यी सूचकहरू चाहिँ तपाईँ आफै हेर्नुहोस् है। अझै तपाईँले त्यही हो, जिकेको लागि नै कण्ठ पार्नुपर्ने हुन्छ, त्यो भएर म यो डेटामा चाहिँ गइनँ। त्यहाँनिर अब यो हाम्रो सुशासन होइन सामाजिक न्याय र समृद्धिका छुट्टा छुट्टै छन् है इन्डिकेटरहरू, तिनीहरू हेर्नुहोला। अनि अब यसको लागि यो जुन 16 योजना हाम्रो कार्यान्वयनमा छ, यसका मुख्य चुनौतीहरू के हुन् त भन्दा एउटा गुड गभर्नेन्सको कमी भयो होइन। त्यसै गरी हाम्रो जुन सर्भिस डेलिभरी छ त्यो पनि विक भयो, इफेक्टिभ सर्भिस डेलिभर गर्न सकिएन होइन। अनि हाम्रो इकोनोमिक इनइक्वालिटी छ क्या, आर्थिक असमानता छ, यो ह्याप्स र ह्याप्स नट बिच चाहिँ एकदमै के छ भन्दा ग्याप छ। त्यसै गरी हाम्रो जुन क्लाइमेट चेन्जको कुरा छ, अब यो विश्वव्यापी रूपमै प्रब्लम हो, हाम्रोमा पनि एकदम प्रब्लम छ। क्लाइमेट चेन्जको कारणले गर्दा हाम्रा सेता हिमालहरू अब कालो पहाडमा चेन्ज भएको छन् होइन। हाम्रो हिमालतिर पनि पानी पर्न थालेको छ। अनि त्यसपछि हाम्रो अब पहाडमा अनि त्यसै गरी तराईमा त अब त्यो टाइममा पानी नपर्ने, पानी पर्यो भने चाहिँ पुरै हाम्रो बाली होइन कृषिको जुन उत्पादन छ त्यसमा क्षति पुग्ने गरी भइरहेको अवस्था छ। त्यसै गरी हाम्रो इम्प्लिमेन्टेसन क्यापासिटी नै भएन क्या। हामीले एकदमै ठुला ठुला सपना देख्यौँ, 2 डिजिट इकोनोमिक ग्रोथ अचिभ गर्ने भन्दै हाम्रो प्लानिङहरूमा राख्यौँ। तर त्यो टु डिजिट इकोनोमिक ग्रोथ अचिभ गर्नका लागि त त्यही खालको स्ट्राटेजी हुनु पऱ्यो, त्यो खालको रेडिनेस हुनु पऱ्यो, त्यो खालको इन्फ्रास्ट्रक्चर हुनु पऱ्यो। त्यो चाहिँ हामीसँग भएन, यी कठिनाइहरू छँदैछन्। त्यसै गरी हाम्रो जुन सार्वजनिक सेवा छ त्यसमा चाहिँ पहुँच नै भएन होइन। अनि त्यसै गरी अब अहिले हामीले डिजिटल गभर्नेन्स ई गभर्नेन्सका कुराहरू गर्छौँ, त्यहाँनिर के भयो त डिजिटल डिभाइड भयो होइन। त्यसै गरी हाम्रो निजी क्षेत्रलाई चाहिँ अब आर्थिक विकासको एउटा संवाहकको रूपमा लिइन्छ होइन। निजी क्षेत्रका लागि एउटा बिजनेस इन्भाइरोमेन्ट क्रिएट गर्न पनि सकिएन र निजी क्षेत्रसँग होइन प्राइभेट सेक्टरसँग त्यो खालको क्यापासिटी पनि भएन। त्यो कारणले गर्दा यस्ता होइन विभिन्न चुनौतीहरू छन् तपाईँहरूले जस्तो शासकीय चुनौती होइन, त्यसै गरी हाम्रो सामाजिक के हो होइन, राजनीतिक के हो, अथवा व्यवहारगत रूपमा चाहिँ कस्ता चुनौतीहरू हुन सक्छन् भनेर विभिन्न सेक्टर वाइज पनि लेख्न सक्नुहुन्छ एक्जाममा, त्यसै गरी लेख्नु होला अझै। त्यसै गरी अब नेपालका आवधिक योजनाको प्रमुख कमजोरी है, त्यो चाहिँ हामीले 16 योजनाको लागि भनेका थियौँ। त्यहाँ चाहिँ के छ भन्दा इम्प्लिमेन्टेसन ग्याप छ, हाम्रो राजनीतिक अस्थिरता स्टिल अहिले जो सरकार आउँदाखेरि पनि राजनीतिक अस्थिरताका विषयहरू छँदैछन् होइन। अब चाहिँ के हुन्छ भन्ने आशा छ, किनभने अब हामीले एउटा जुन यत्रो बहुमतको सरकार पाएका छौँ होइन, त्यो भएको भएर अब हामीलाई पनि धेरै अपेक्षा छ सरकारबाट। हामी नागरिकहरूलाई सरकारले चाहिँ हाम्रो अपेक्षाहरू पुरा गरिदिन्छ भन्ने, र हामीले पनि आफ्नो भूमिका चाहिँ निर्वाह गर्नुपर्छ भन्ने लाग्छ। यी कुराहरू तपाईँहरू हेर्नु नै हुन्छ है, मैले धेरै भनेर माथि पनि त्यही भनेको थिएँ। सुधारका लागि त के गर्नु पर्यो, हाम्रो जति पनि यो आयोजनाहरूको कुरा छ होइन, स्पेसल्ली प्लानिङको बेस्टमा कुरा गर्दाखेरि हाम्रा जति पनि प्रोजेक्टहरू छन् तिनीहरूको चाहिँ यो प्राथमिकीकरण गर्दाखेरि, वर्गीकरण गर्दाखेरि विभिन्न आधारहरू होइन मापदण्डहरूलाई लिनु पर्यो। अनि त्यसपछि हाम्रो यो आयोजना ब्याङ्कको कुरा छ नि, यसलाई चाहिँ कडाइका साथ लागू गर्न पर्यो प्रोजेक्ट ब्याङ्कलाई। अनि त्यसै गरी हाम्रो सङ्घ प्रदेश र स्थानीय तहबीच जुन संविधानको धारा 232ले सहकारिता सहअस्तित्व र समन्वय होइन को जुन परिकल्पना गरेको छ प्रिन्सिपलको, त्यसमा आधारित रहेर चाहिँ स्पष्ट रूपमा योजनाहरू बनाउने होइन। अनि त्यसपछि एकअर्कामा चाहिँ के गर्नु पर्यो, इन्टर्नलाइज गर्नु पर्यो जति पनि प्लानिङहरू छन् ती कुराहरूलाई गरेर चाहिँ एउटा संस्थागत रूपमा यो संयन्त्र पनि बलियो हुनु पर्यो, त्यो बनाउनु पर्यो। त्यसै गरी हाम्रो MTF मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क छ, यसलाई चाहिँ वार्षिक बजेटसँग एकदमै वास्तविक रूपमा जोड्नु पर्यो क्या। यसको एउटा फिगर पनि छ, मैले अस्ति चाहिँ राखिनँ होला सायद होइन। अनि ठिक छ, म आफैले बनाएर भए पनि तपाईँहरूलाई ग्रुपमा राखिदिन्छु है त। त्यो एउटा राम्रो फिगर छ, तपाईँले बजेट आउँदा पनि योजना आउँदा पनि होइन, अथवा यो
कुराहरूमा चाहिँ एमटिएफ आउँदा पनि तिनटै कुरा आउँदाखेरि त्यो फिगर बनाउन मिल्छ क्या एकदम त्यो सबै कुराहरू एउटा फिगरले धेरै कुरा देखाउने खालको छ त्यो राम्रो त्यो चाहिँ म तपाईँलाई पठाउँछु त्यो हेर्नु होला अब हाम्रो जति पनि अनुगमन मूल्याङ्कनहरू हुन्छ त्यो चाहिँ यो फर्मालिटी मात्र पुरा गर्ने नभएर रिजल्ट बेस हुनु पऱ्यो क्या अनुगमन मूल्याङ्कन गर्दाखेरि त्यस्तो खालको प्रणाली बनाउनु पऱ्यो त्यसै गरी हाम्रो प्राइभेट सेक्टर छ प्राइभेट सेक्टरलाई चाहिँ एउटा बिजनेस इन्भाइरोमेन्ट बिजनेस फ्रेन्डली इन्भाइरोमेन्ट क्रिएट गर्नु पऱ्यो समन्वय गर्नु पऱ्यो हाम्रो प्राइभेट सेक्टर पब्लिक सेक्टर अनि त्यसै गरी कोअपरेटिभ सबै मिलेर जुन यो पिपिपी मोडल छ सार्वजनिक निजी सह साझेदारी भन्ने विषय यो संरचनामा चाहिँ हामी सहभागी हुनु पऱ्यो होइन अनि त्यसै गरी एसटिजी गोलहरू अचिभ गर्नका लागि जुन एसटिजीमा भएका विभिन्न गोलहरू छन् तिनीहरूलाई चाहिँ हाम्रो बजेट हाम्रो प्लानिङ होइन प्लानिङमा पनि राखिएको छ बजेट मार्फत चाहिँ एभ्री इयर तिनीहरूलाई चाहिँ इम्प्लिमेन्टेसन गर्नु पऱ्यो र त्यसै गरी शासनमा चाहिँ के गर्नु पर्यो त भन्दा विभिन्न पात्रहरू बहुपात्रहरूको सहभागितालाई चाहिँ जोड्नु पर्यो भन्ने नै हो आज चाहिँ मैले त्यस्तो धेरै बनाएको पनि छैन यति नै छ कन्टेन्ट साथीहरूलाई केही क्वेसन छ यो सँग रिलेटेड भने चाहिँ सोध्नु होला एमटिएफको बारेमा भनिदिनु भन्नुभएको छ यो एमटिएफ भनेको मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क भन्ने हो यसले चाहिँ के गर्छ भन्दाखेरि बजेट र हाम्रो आवधिक योजना छ नि यसलाई चाहिँ जोड्ने काम गर्छ क्या मैले यो फिगर बनाउने भने नि फिगर मैले बनाएर पठाउँछु है त्यो फिगरबाट तपाईँ एकदम स्पष्ट हुनुहुन्छ क्या हाम्रो आवधिक योजनामा चाहिँ के हुन्छ त विभिन्न प्लानहरू हुन्छ अथवा विभिन्न रिसोर्सेसहरूको चाहिँ त्यहाँ के गरिएको हुन्छ भने व्याख्या गरिएको हुन्छ होइन अब 59देखि स्टार्ट भयो कि जस्तो लाग्छ मलाई तर ठ्याक्कै मलाई डेट थाहा भएन म यो पछि हेरेर भन्छु ल यसको डेट कहिलेदेखि एमटिएफ आयो भन्नेवाला त्यो चाहिँ म भन्छु अनि त्यसपछि के गर्छ भने एमटिएफले जुन हाम्रो आवधिक योजना छ त्यहाँनिर हाम्रा विभिन्न प्लानहरू छन् होइन ती प्लानहरू आवधिक योजनामा भएका प्लानहरूलाई के गर्छौँ हामीले बजेटमा राख्छौँ होइन बजेटमा राखिसकेपछि समावेश गरिसकेपछि त्यहाँबाट हामीले के गर्छौँ त अचिभमेन्ट होइन अथवा त्यहाँबाट रिजल्ट प्राप्त गरेका हुन्छौँ है अनि त्यसै गरी एमटिएफमा फेरि कस्तो हुन्छ भने यो के भन्छ यस्तो 3 वर्षको चाहिँ सिम्पली 3 वर्षको यो खर्च अथवा उपलब्धि के भयो होइन अनि त्यसै गरी यो प्लानिङहरू के भयो भनेर समीक्षा गर्ने हुन्छ क्या जस्तो अहिले चाहिँ हामी आर्थिक वर्ष 2083-84मा छौँ है जस्तो अहिले त स्टार्ट हुन्न अलि यो चाहिँ कस्तो हुन्छ भने माघ फागुनतिर भनौँ न अलि यो दोस्रो चौमासिकको बेलामा चाहिँ सुरु हुन्छ क्या जस्तो गएको वर्षमा चाहिँ के कस्तो उपलब्धि भयो होइन प्लानिङ बजेटको कुराहरू अनि अब आउने वर्षमा चाहिँ के कस्तो उपलब्धि हुन्छ त भनेर यो दुईटै इयरको अनुमान गर्ने अर्को वर्षको अनुमान गर्ने गएको वर्षको चाहिँ समीक्षा गर्ने काम चाहिँ एमटिएफले गर्छ यसले चाहिँ हाम्रा जति पनि प्लानिङहरू छन् तिनीहरूलाई चाहिँ हामीले प्राथमिकीकरण गर्यौँ कि गरेनौँ होइन कस्तो रिजल्ट अचिभ गऱ्यौँ अनि त्यसै गरी अब आउने वर्षमा चाहिँ हामीले कसरी गर्ने त होइन अनि कुन कुराहरूलाई प्राथमिकता दिने भन्ने विषयलाई जोड दिन्छ है यसको फिगर चाहिँ म बनाएर पठाउँछु सिम्पली हामीले बजेटमा भएका कुरा अनि हाम्रो प्लानिङमा भएका कुराहरूलाई चाहिँ भनौँ न त्यहाँ भएका गोलहरूलाई कसरी हामीले अचिभ गर्ने भनेर जोड्ने एउटा ब्रिजको रूपमा चाहिँ एमटिएफले काम गरेको हुन्छ है अनि सुरज सरले के भन्नुभएको छ लङ टर्म भिजन 2076देखि हो कि 77देखि हो भन्नुभएको छ यो चाहिँ 77 पक्नु ल म दीर्घकालीन सोच ठिक छ म यसलाई हेरेर भन्छु है त पछि दीर्घकालीन सोच 2021 भन्ने छ म यसलाई ठ्याक्कै हेरेर अथवा यसको पिडिएफ पनि छ होला सायद म त्यसलाई पठाउँछु है अब यहाँनिर 77 के छ म त्यसलाई चाहिँ पछि नै भन्छु ल अलि एक्ज्याक्ट यहाँनिर कन्फ्युजन हुनुभन्दा त्यो हेरेरै भन्छु त्यो बाहेक अरू केही सोध्नु छ आजको टपिक्समा आजको टपिक्स खासै गाह्रो छैन किनभने तपाईँले फर्स्ट पेपरकै लागि पढ्नुहुन्छ क्या सबै डेटाहरू अथवा कुन प्लानिङबाट चाहिँ के
कुन अवधारणा आयो भनेर पढ्नुहुन्छ होइन। जस्तो दिगो विकास कहिले आयो, सुशासन कहिले आयो अथवा गरिबी निवारणलाई चाहिँ कुन योजनाले धेरै प्राथमिकता दियो भन्ने जस्ता कुराहरू तपाईँले त्यहाँ पढ्नुहुन्छ। त्यो भएको भएर अहिले यो चाहिँ खोइ व्यवस्था त छ, तर एनपिसीले नै गर्छ यी सबै कामहरू चाहिँ। एनपिसी अन्तर्गत नै रहेर सबै काम हुन्छ। केही छ अरू साथीहरू भने चाहिँ सोध्नु, मैले जानेको कुरा चाहिँ सेयर गर्छु, नत्र भने म पछि खोजेर भए पनि कन्फर्म भएर तपाईँहरूलाई भन्नेछु है त। अब भोलि चाहिँ हाम्रो यो सेकेन्ड पेपरको अब लास्ट च्याप्टर होला सायद होइन, 4.6 कुन छ, सहभागितामूलक योजना भन्नेवाला छ होला। उस्तै उस्तै खालका विषयहरू छन्। अनि त्यसपछि चाहिँ हाम्रो सेकेन्ड पेपर सकिन्छ। अनि थर्ड पेपरको लागि चाहिँ पुरै डेटाबेस छ, सबै खोज्नुपर्ने छ। मैले सेकेन्ड पेपरमा चाहिँ मैले त्यस्तो धेरै डेटाहरू कुनैमा पनि राखेको छैन। इफ तपाईँहरू धेरै डेटासँग चाहिँ फिमिलियर हुनुहुन्छ होइन, अपडेटेड हुनुहुन्छ भने त्यो डेटाहरू जहाँ पनि राख्न मिल्छ है, त्यो रिलेटेड कुराहरूमा चाहिँ सब्जेक्टमा। अब चाहिँ 2028 लेख्ने हो है, किनभने त्यति बेला कस्तो थियो भने एलडिसीमा चाहिँ हामीले स्तरोन्नति यति गर्ने भनेर सपना देख्यौँ त्यति बेला होइन। तर अहिले के भयो त, विभिन्न कारणहरूले चाहिँ हामीले ती जति पनि इन्डिकेटरहरू थिए ती सबै चाहिँ अचिभ गर्न सकिएन। अनि अब त्यो भएर सरकारले चाहिँ त्यो टाइम पनि सार्यो होइन, त्यो भन्नु पर्यो। पहिला चाहिँ हामीले देखेका थियौँ, यसलाई चाहिँ 2028 नै बनाउनु होला है त।